मलाई अब देशको लागि बारेमा केही बोल्न मन लाग्यो होइन। अब जेएनजी आन्दोलन भयो होइन। अब लिडर भनेर धेरै अगाडि तम्सिनेहरू पनि धेरै छन् होइन। अनि जुन चाहिँ अब जेएनजी सुरुवात गर्यो त्यो बिचमै एकदम गायब भयो होइन। जुन चाहिँ अब पहिला अब बिचमा आए हो तिनीहरू चाहिँ अब म स्वयंसेवक सिजुन गुरुङ भनौँ, अब म स्वयंसेवक हो भनेर भन्थे। अहिले आएर म लिडर हो भनेर अगाडि बढिरहेछ होइन। वास्तविक के हो, कस्तो हो, कस्तो खालको मान्छे हो होइन, बुझ्नु पऱ्यो नि त। न्युज यत्रो आइरहेछ, इन्डियाले यत्रो न्युज हालिरह होइन। अनि ऊ के अरे नेपाली नागरिक देखाइरह, म नेपाली हुँ भनेर नाचेर देखाउनु पऱ्यो भनिरह। इन्डियाले उहाँको खुकुरी हानेको भिडियो शुद्ध हालिरह होइन, न्युज आइरह। महेश बस्नेतले भन्छ, महेश बस्नेतले भन्नुहुन्छ क्या, बस्नेतले के भन्नुहुन्छ भने सही भनेको जस्तो लाग्छ मलाई होइन। जेएनजीको नाउँमा आतङ्क मचाउने र मचाउने सिजुन गुरुङ को हो? सिक्किमको ग्याङस्टर हो, हतियारधारी भनेर यस्तो पनि कोच आइरहेको क्या। भनेर उनीहरू जेएनजीको नाममा आतङ्क गर्ने मान्छे हो भनिरहेछन् होइन। यो बच्चा त नि इलामको केटा हो भनिरहेछन् होइन। तपाईँको कसैले भन्छन् कि अब यो आम्बाउ नभएको चोरो केटा हो भन्छन् होइन। वास्तविक के हो त? अब इन्डियाबाट फेक न्युजहरू पनि आइरह, खुकुरी हानेको आइरहेछ, हात उत्तार उतार पुतार भन्ने भनिरह। अहिले आएर फेरि तपाईँको त्यसैले कार्कीलाई तपाईँको फेरि राजीनामा दे भनेर भनिरहेछ। अनि खास यो मान्छे वास्तविक को हो त? खास अब जेएनजीको नाउँमा आतङ्क मचाउने मात्रै हो कि अगाडि बढ्नलाई ऊ अब हाइलाइटमा आउनलाई कुनै अब नेताहरूको सपोर्ट लिएर अगाडि बढ्नलाई हो कि होइन? अब वास्तविक के हो त? अनि नबुझेको कारणले मैले बोल्नु खोजेको होइन। अब बाहिर न्युज हेर्दाखेरि उनीहरूले मैले न्युज देखे अनुसार होइन के लाग्छ भने अब उनीहरूले आफूहरू अलि हाइलाइटमा आउन लागि 2-4जना केटाहरू बोतलेर पछाडि राखेर होइन। त्यस्तो त हामी पनि गर्न सक्छौँ होइन। पहिला नसक्ने होइन, 2-4जना केटा राखेर नेताको पछि लागेर यहाँ ऊ गर्न हामी पनि सक्छौँ होइन, नसक्ने होइन। अनि पहिला अब माइतीघर बानेश्वरमा अब तपाईँहरू के हो खास भन्नुहुन्छ? हामी नेपाली हो अनि म स्वयंसेवक हो भन्ने भन्थ्यो। अहिले हुन्छ म लिडर हो भनेर अगाडि सरिरहेको छ। लिडर भन्ने जुन जेएनजी स्टार्ट गर्यो ऊ गायब भइरहेछ। वास्तव के हो हामी जनतालाई पनि थाहा हुनु पऱ्यो होइन। त्यसैको लागि हजुरहरूले कमेन्ट गर्नुहोस् होइन, म्यासेज गर्नुहोस् होइन। खास वास्तविक के हो त? हामी पनि बुझ्न चाहन्छौँ, हामीहरूको पनि बुझ्ने अधिकार छ होइन। अनि त्यसले गर्दा म त्यसको लागि यो भिडियो बनाएको।